इटहरी उपमहानगरपालिकाको व्यस्त व्यापारिक क्षेत्र सेन्टर प्लाजामा आज बुधबार बिहान करिब 9 बजे लागेको भीषण आगलागी नियन्त्रण गर्न मेचीकाली पोखरी मुख्य सहारा बन्यो। आगलागी 6 घण्टापछि नियन्त्रणमा आए पनि यदि पोखरीको सहारा नहुँदो हो भने स्थिति झन भयावह हुन सक्थ्यो। 23 कट्ठा क्षेत्रफलमा फैलिएको मेचीकाली पोखरी 2054 सालपछि निर्माण गरिएको हो। आगलागी भएको ठाउँबाट पोखरी करिब 100 मिटरको दूरीमा छ। त्यसैले पनि दमकललाई पानी भर्न सहज भयो। पोखरीबाटै पानी भर्न सक्दा आगो नियन्त्रणमा सहजता आयो। अन्यथा यदि टाढाबाट पानी भर्न जानुपर्ने अवस्था सिर्जना भएको भए आगलागी थप फैलन सक्थ्यो। पोखरीकै कारण दमकलहरू निरन्तर पानी भरेर फर्कन सक्दा आगो निभाउने गति बढ्यो। यदि यो पोखरी टाढा हुन्थ्यो वा दमकलले पानी भर्न टाढा जानुपर्ने भएको भए आगो नियन्त्रण गर्न गाह्रो हुन्थ्यो, जसले आगलागी थप फैलन सक्थ्यो। इटहरी उपमहानगरपालिकाको कार्यालयको बीचमा रहेको मेचीकाली पोखरीले इटहरीलाई करोडौंको क्षति हुनबाट बचाउँदै आएको छ। आजको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा ल्याउन पनि यही पोखरी महत्वपूर्ण रह्यो।